यस्तो फोहोरबाट यस्तो सफा कसरी भयो त्यो कुरा म तपाईलाई आज देखाउँछु। एनकेएसएफमा यहाँलाई स्वागत छ। मेरो वासिङ मेसिनमा देख्नुहुन्छ यस्तो स्केलिङ भएर फोहोर भइरहेको थियो टब। यो स्केलिङलाई डिस्केलिङ कसरी गर्ने भनेर म तरिका खोजिरहेको थिएँ। मैले फेसबुकतिर यताउति यो स्क्यालगो भन्ने एलजी ब्रान्डको भेटेँ। मैले दराजमा गएँ र त्यसलाई बाईमा क्लिक गरेर आफ्नो लगइन डिटेल्स हालेर किनेँ र नजिकैको दराजको हबमा गएर सामान रिसिभ पनि गरेँ। घर गएर मैले यसको अनबक्सिङ गरेँ। धमाधम 10वटा प्याकेट बाहिर निकालेँ। यसरी वासिङ मेसिनमा लुगा धुने क्रममा चाहिँ यसको ड्रम वरिपरि फोहोरको एउटा स्केल बस्ने गर्दछ, जसले चाहिँ वासिङ मेसिनलाई लामो समयसम्म चलाउँदाखेरि वासिङ मेसिनलाई खराबी हुने, वासिङ मेसिन एकदम तात्ने, त्यो ड्रमको वेट बढेर घुम्नलाई गाह्रो हुने यस्ता समस्याहरू हुन्छन्। र यसको लागि मैले फेसबुकतिर यो स्क्यालगो भन्ने भेटेँ र मैले यसलाई झट्टपट्ट किनेर पनि ल्याइहालेँ। अब यसलाई म उपयोग गरेर पनि यहाँहरूलाई देखाउँछु। उपयोग गर्नलाई म वासिङ मेसिनतर्फ जाँदाखेरि मैले यो वाटर फिल्टर एकदमै फोहोर भएको देखेँ। यसमा यसरी लेउ लागेर फोहोर हुँदाखेरि वासिङ मेसिनमा राम्रोसँग पानी सप्लाई नहुने भएको कारणले मैले यसलाई निकालेँ। र हेर्नुहोस् यसमा कति धेरै फोहोर छ, लेउ लागेर यसमा अर्को लेउको स्केल बनिसकेको छ। वासिङ मेसिनलाई बेला बेलामा यसरी आफैले क्लिन गर्न एकदम आवश्यक छ। मैले पुरानो ब्रस युज गरेर यसलाई सबै यसको लेउहरू निकालेर यसलाई फेरि क्लिन गर्ने प्रयास गरेँ। अब जति सकिन्छ त्यति मैले क्लिन गर्न खोजेँ। यो एकदमै पुरानो फोहोर भएकोले निक्लिन गाह्रो थियो। अनि त्यसपछि सफा भइसकेपछि हेर्नुहोस् यो कति क्लिन भयो। अब यसलाई मैले फेरि लगेर धाराको आउटलेटमा यानि कि पानी जाने इनलेटमा जोडेँ र फिटिङ गरिसकेपछि मैले फेरि अब धारा खोलेँ। पानी राम्रोसँग बह्यो पनि। आफैले क्यामेरा होल्ड गरेर सबै काम गर्न गाह्रो हुने भएको भएर मैले आमाको सहायता लिएँ र मैले यो एलजीको स्क्यालगो डिस्केलिङ पाउडरलाई पहिला सुरु जहाँ धेरै अघि मैले स्केल देखाएको थिएँ त्यो फोहोर भएको ठाउँमा अलिकति टार्गेट गरेर त्यहाँ हालेँ। यसो गर्दा चाहिँ डाइरेक्टली त्यहीँ परेर त्यो सफा हुन्छ भनेर मैले कुनै फेसबुक भिडियोजहरूमा देखेको थिएँ। त्यसपछि अलिकति पाउडरलाई फेरि भित्र यो ड्रममा पनि हालेर यसरी घुमाउँदै ड्रमलाई मजाले रोल गरेँ। रोल गरिसकेपछि अब बाँकी रहेको डिस्केलिङ पाउडरलाई चाहिँ माथि डिटर्जेन्ट हाल्ने ठाउँमा हाल्नुपर्ने भएको भएर अलिकतिलाई त्यसमा हाल्ने अब तर्खरमा छौँ। र भित्र ड्रममा राम्रोसँग हालिसकेपछि माथि जहाँ हामीले डिटर्जेन्ट हाल्छौँ त्यहाँ चाहिँ सबै यो डिस्केलिङ पाउडरलाई त्यहीँ खनाइदिएँ। त्यसपछि मैले वासिङ मेसिनको डोर पनि लगाएँ। लगाइसकेपछि पावर अन गरेँ। पावर अन गरेपछि अब पालो वासिङ मेसिनको पावर अन गर्ने। र वासिङ मेसिनको पावर अन गरिसकेपछि यसलाई चाहिँ इको ड्रम मोडमा लगेर सेट गर्ने। र इको ड्रम मोड चाहिँ यो ड्रम क्लिन गर्नको लागि हुन्छ। इको ड्रम क्लिन मोडमा लगिसकेपछि मैले अब यसलाई स्टार्ट गरेँ। अब यो देख्नुहुन्छ 1 घन्टा 60 मिनट 59 मिनट यानि कि 2 घन्टासम्म यो चल्ने भयो। र यसलाई मैले चल्न लिएँ। अब देख्न सक्नुहुन्छ मसिन घुमेर भित्र सफा हुँदैछ। अलिअलि यसमा फिजहरू आएको जस्तो पनि देखिन्छ। मसिन मजाले चलिरहेछ। यसरी बेला बेलामा महिनामा एकचोटि पनि मिनिमम एकचोटि चाहिँ यो डिस्केलिङ पाउडरले वासिङ मेसिनलाई क्लिन गर्नुहोस् भनेर सल्लाह दिनुहुन्छ। सर्भिस सेन्टरको मान्छेले पनि त्यसरी नै सल्लाह दिनुहुन्छ। अनि अहिले त अब थुप्रो भिडियोहरू देख्न सक्नुहुन्छ। 1 घन्टा 34 मिनट बाँकी अझै। अब 58 मिनट जति अझै बाँकी छ। अब यो रातै पर्ला जस्तो छ। अलिअलि बाहिरतिर पनि क्लिन गरेर पुस्दाखेरि अलिकति स्केलिङ बाहिर निस्केर सफा हुने क्रममा त्यो फोहोर नै बाहिर निस्केको जस्तो पनि देखिन्छ।
2 घण्टामा त अब अझै रातै पर्यो, अझै 10 मिनट पनि बाँकी छ। अब म सोच्छु यो चाहिँ अब म तपाईँहरूलाई भोलि बिहान कति क्लिन भयो भनेर देखाउँछु। बिहान गएर मैले जब हेर्दाखेरि म आफै पनि अलि अचम्म नै परेँ। यो स्क्यालगो एलजीको स्क्यालगो डिस्केलिङ पाउडर साँच्चीकै नै राम्रो प्रडक्ट लाग्यो मलाई, किनभने मैले जब यसलाई वासिङ मेसिनको भित्री भाग खोलेर हेरेँ र जहाँ पहिला त्यति धेरै डट थियो, फोहोर थियो, टबमा एउटा बाक्लो स्केलको लेयर बनेको थियो, त्यो चाहिँ यति सफा हुन्छ भनेर मैले सोचेको थिइनँ। र भित्रको ड्रमहरू पनि अलिकति सफा जस्तो देखिन्छ र विशेष गरी यो जहाँनिर धेरै स्केल थियो त्यहाँ चाहिँ अलि राम्रो सफा जस्तो देख्छु। तर निहालेर भित्रतिर हेर्दा चाहिँ त्यति सेटिस्फाइङ रिजल्ट चाहिँ यसले दिएको छैन। सायद पहिलो युज भएर पनि होला, सायद पछि युज गर्दै गयो भने यसले पक्कै धेरै नै राम्रो क्लिन गर्छ भन्ने लाग्यो। र यति सबै भिडियो देखाइसकेपछि हजुरलाई कस्तो लाग्यो सब्सक्राइब गर्नु